हेलो नमस्ते साथीहरू सबैजनालाई। अनि आज चाहिँ एकदमै धेरै दिनपछि भिडियो बनाउँदैछु होइन। अनि वसन्त ऋतु पनि अब सुरु भइसकेको छ। अनि हाम्रो घरमा फुलेको फुलहरू चाहिँ यस्तो राम्रोसँग फुलिसकेको छ कि होइन। अनि वसन्त ऋतुसँग अनि फुलहरू पनि कस्तो मजाले खेलिरहेको छ। अनि मैले चाहिँ भिडियो बनाइदिएँ। यस्तो खालको अहिले फुल्ने सिजन हो है, कति राम्रो फुल्ने। अनि यो चाहिँ अलिक धेरै दिनसम्म नओइलाइने के कस्तो राम्रो है। अनि यता साइडको चाहिँ हल्का ओइलाइसकेको छ। अनि यसको चाहिँ जम्मा दुईवटा छ, त्यही पनि यस्तो राम्रो फुलिरहेछ। अझै अरू पनि फुल्न बाँकी छ। अनि मलाई चाहिँ यो फुलको कलर कम्बिनेसन इन वाइट एन्ड रेडमा एकदमै राम्रो लाग्यो कि। अनि हजुरहरूको घरमा कसको यस्तो फुल फुलिरहेको छ? अब अहिलेको त सिजन भइहाल्यो। अनि यस्तो फुल त अब प्रायः जसो पानी भइरह्यो भने अब फुलि नै रहने भयो। अनि यो चाहिँ हेभीको सबैकोमा हुने भयो, तर यसको भेराइटी चाहिँ एकदमै धेरै हुन्छ। अब कसैको कस्तो कसैको कस्तो होइन। अनि यो फुल चाहिँ गमलाबाट सिफ्ट गरेर यसमा राखिदिएको है, यस्तो मजाले फुलिरहेको के। अनि यस्तो भिडियो बनाइदिएँ। अब भोलि पर्सि यो फुल पनि ओइलेर गइहाल्छ। अनि सम्झना पनि भइहाल्छ। अनि मेरो कन्टेन्ट पनि बनिहाल्छ होइन। अनि यता चाहिँ यस्तो वाला फुल फुलिरहेछ प्रायः गर्मीमा। अनि यो सिजनमा यो फुल फुल्छ। अनि यता चाहिँ हाम्रो सेमी चाहिँ रोपेको 1 महिना पनि भएको छैन क्या, तर यस्तो मजाले फुलिसकेको छ होइन यसमा। अनि यता साइडतिर चाहिँ पुरा यस्तो फुल मात्रै लगाएको होइन। अनि उता अगाडि साइडमा गेटमा पनि लगाएको, तर त्यो चाहिँ सेतो छ। अनि यो चाहिँ यस्तो कलरको छ कि एकदमै राम्रो। अनि तर यो चाहिँ अलिक ओइलाउनु लागिसक्यो। अनि अलिक फिक्का देखेको छ। अनि भर्खर फुल्दा चाहिँ एकदमै डार्क पिङ्कमा हुन्छ, यस्तो राम्रो हुन्छ कि। अनि त्यसपछि त मलाई त यस्तो राम्रो लाग्यो कि। अनि यो सेमी चाहिँ पुरा फुल खेलिरहेको छ 1 महिना नहुँदै कति छिटो।